साथीहरु के हो यस्तो मलाई 4 बजे फोन गरेर उठाएर यतिखेरसम्म म सुत्थे आयो गाडी नमस्ते गुड मर्निङ के हो अनि यहाँ त कालो कालो छ त सिंगान जस्तो हैन त कालो भटमासले गर्ने मैले चाहिँ हिजो हामी शपिङ गरेर आयौँ त भने तर के शपिङ गर्यौँ त्यो देखाएको छैन सो देखाउन मन लाग्यो यो चाहिँ मोजा भयो जोर मोजा अनि त्यसपछि ब्यान्ड तिम्रो लागि त अनि त्यत्रो छ त हुडी के हो यस्तो मलाई 4 बजे फोन गरेर उठाएर यतिखेरसम्म म सुत्थे 4 बजे आउँछ भने हैन 4:30 पनि बिजी भइसक्यो 4 बजे चाहिँ उठेर रेडी हुन 4:30 बजेतिर चाहिँ आइपुग्छु भने हो क्या म त 4 बज्नुभन्दा अगाडि उठेर रेडी भएछ र अनि 4 बजे फोन गरेको तँलाई साथीहरु दिदीबहिनी चाहिँ आज जाँदै हुनुहुन्छ गुड मर्निङ जाने गजन एकदम एक्साइटेड भइरहेको छु हैन के भाषै न होला अनि यहाँ सामान हेर्नुपर्छ कता कता के सामान छ हौ बाफ्रे यो विदेशबाट ल्याएको सामान चाहिँ हैन है फेरि यता छ विदेशबाट ल्याएको चाहिँ दुईटा एउटा उता एउटा यता अनि यो सब यहीँ किनेको सामान हो यो चाहिँ केही नकिन्ने भन्दा भन्दा यो चाहिँ कसरी भयो भन्छ क्या म केही किनेको छैन होला आज किनेकै छैन घडीले भरे कि हो ज्वला केही किनेकै छैन कसरी केही किनेकै छैन अनि दिदीको औषधि यहाँ छ दिदीको औषधि हो है यो चाहिँ ओ दिदी यो पनि हाल्नु भएको रहेछ त अनि यो चाहिँ किन ए हो यो खाँदै जानुपर्ने के होला घर पुग्दासम्म अस्तिको जस्तो म्यासेज गर्नु ल के भइरहेछ अस्ति त दिदीले त्यसो भन्दा म त माया पनि लाग्यो म त आइपुग्दिनँ होला अब बियोस हुनु लाग्यो होइन चाहिँ बियोस हुनु लाग्यो म त बियोस भयो भने डर हुन्थ्यो अब त बियोस भयो भने कोही बात नै है ल अब राम्रोसँग जानु शुभयात्रा थ्याङ्क यू भेना शुभयात्रा निन्द्रामा बोल्नु भएको जस्तो लाग्छ भेना त तपाईँ औषधि अनि खानुभयो हुन्थ्यो त कति होइन गाडीमा हिँड्नु भने 10 मिनट अगाडि खानुपर्छ भने होइन र काठमाडौँ कटेपछि खाने घर पुगेपछि भन्नु त्योभन्दा अलि यतै खानु नि अलि यतै खानु घुम्दै आउनु भन्दा 10, 15, 20 मिनट अगाडि नै खानु रे क्या अनि त्यो घुम्ती पनि गर्छ ठिक्क दबाईले पनि छोड्छ जे होस् निदाउनु पर्यो क्या होइन त्यो निदाउने दबाई हो रहेछ क्यारे त्यो के अरू त हो रे त हो हो रे क्या सो ल यस्तै हो साथीहरू अब जाँदै हुनुहुन्छ बाई बाई मलाई साथीहरू राम्रोसँग बस्नु होला बाई बाई भन्न चाहन्छु गाडी चाहिँ आउँदैछ अरे फोन गरिसक्यो नि त यस्तो आउँदै रहेछ हेर्नु न यस्तै हुन्छ हाम्रो घरतिर जाने गाडीहरू चाहिँ यति राति नै आउँछ नि त अनि म चाहिँ यहाँ सामान कुर्दैछु अरू सामान लिन जानु भएको भइरहेको माथि दिदी यस्तो जाडो छ ए अनि मैले भिडियो स्टार्ट गर्नु पनि बिर्सेछु गुड मर्निङ साथीहरू
सबैजनालाई स्वागत छ मेरो च्यानलमा। हजुर सबैजना सन्चै हुनुहुन्छ होला हैन? म पनि एकदम ठिक छु। आज चाहिँ दिदी बेला जाने सक्यो। अरु अर्को दिदीले लिएर आउँछ हो खै दिदी तपाईको ए त्यहाँ लगाए नि 1 2 3 4 5 6 7 यताबाट आउँछ भनेको आधी घन्टा होला होइन होला आउँछ होला। भोट चाहिँ तपाईँहरूकै झोलाले भरिन्छ होला। अरूको छैन होला नि त। अनि आयो गाडी आयो करायो गाडी यहाँ दिदीको हालत अहिले यस्तो पिरमान थालिसक्यो। गाडीको आवाज सुनेर बमिराउनु लाग्यो भने आयो गाडी। बाई राम्रोसँग जानु बाई बाई। जानु भयो दिदीहरू। ल म पनि अब घर सुत्छु। साथीहरू दिदीहरूलाई चाहिँ पठाएर म चाहिँ आएर सुतेँ। अनि सुतेर चाहिँ अब उठेर खानासाना बनाउनु लाग्यो साथीहरू। अनि खानासाना बनाएर खाएर बाबुलाई स्कुल पठाउनु पर्ने हुन्छ। अनि आज चाहिँ मेरो बाबुको स्कुलमा खोइ के प्रोग्राम हो कि के हो छ अरे। अनि बाबुहरू सबै विद्यार्थीहरूलाई चाहिँ खोइ के केराहरू लड्डुहरू के ल्याउनु भनिरहेको छ अरे। सो त्यही भएर अब मेरो छोरोको भागमा चाहिँ लड्डु र केरा परेको छ अरे। त्यो पनि ल्याइदिनु पर्ने हुन्छ। ल हेर्दै गर्नु होला। सो गाइज हामी चाहिँ खानासाना खाएर पनि अनि त्यसपछि अब चाहिँ बाबु स्कुल जान लागिरहेछ। अनि मैले चाहिँ अघि भनेको थिएँ नि बाबुलाई खोइ के छ अरे छोरो जात्रा छ अरे। हेलो 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 नमस्ते गुड मर्निङ। के हो अनि यहाँ त कालो कालो छ त सिँगान जस्तो। छैन त त्यो सिँगान हैन। अनि मेरो छोरो चाहिँ स्कुल हिँड्न रेडी भइसक्यो। अनि मेरो छोरोको लागि चाहिँ यहाँनिर यो केरा 1 दर्जन अनि लड्डु 5 वटा। अनि तिमीलाई चाहिँ 1 दर्जन केरा र लड्डु ल्याउनु भने होइन। अनि अरू साथीहरूलाई चाहिँ के छ अरे निम्की छ के छ फुल अनि के भन्छ सुठुनी। अनि जात्रा मनाउन लाग्यो रे स्कुलमा चाहिँ होइन। के उयो गणेशको भगवान बनाएर त्यो उयो ड्रइङ बनाएर अनि त्यसमा त्यो पपकर्नहरूले उयो पुरै गणेशलाई पपकर्नले गर्ने। अनि छेउछेउमा आउटलाइनमा कालो भटमासले गर्ने। त्यसपछि यिनीहरू राखिदिने त्यहाँ पूजा गर्ने के हो पनि। अनि 1 दर्जन केरा हुने ठ्याक्कै। अनि 2 4 6 8 10 12 वटा। ल अब स्कुल जाने होइन। सो गाइस अनि त्यही हो दिदीहरू पनि गइसक्नु भयो। अनि छोरोको लागि चाहिँ मैले रेडी पनि गरिसकेँ। अनि मैले चाहिँ हिजो हामी सपिङ गरेर आयौँ त भने तर के सपिङ गऱ्यौँ त्यो देखाएको छैन। सो देखाउन मन लाग्यो। हेर्नु होला मैले के गरेँ। छोरो देखाउनु त यताबाट। सो साथीहरू अनि मैले चाहिँ हिजो तपाईँहरूलाई भनेको थिएँ यो चाहिँ मोजा भयो हिजो मोजा। अनि त्यसपछि मलाई चाहिँ एकदम धेरै लेदरको ज्याकेट लाउनु मन थियो कि पहिल्यैदेखि। अनि त्यसपछि मैले चाहिँ फाइनली लेदरको ज्याकेट किने। कस्तो छ छोरो? दामी छ तर मलाई चाहिँ अर्कै ब्राउन कलरको मन परिरहेको थियो होइन। अनलाइनमा पनि हेरेको तर अब अनलाइनमा हेरेको त्यो सानो भयो भने जस्तो पनि लाग्ने अनि के लाग्ने। त्यही भएर मैले चाहिँ आफैले गएर हिजो बौद्धमा किनेको हो यो चाहिँ साथीहरू। त्यहाँ चाहिँ ब्राउन कलरको छैन रहेछ अनि ब्ल्याक मात्रै रहेछ। त्यही भएर मैले अनि दिदीहरूले पनि ब्ल्याक पनि राम्रो देखेको छ लगाउँदाखेरि भन्नुभयो। त्यही भएर मैले ब्ल्याक लिएर आएँ। अनि त्यसपछि अर्को पनि छ। कसको लागि? मेरै लागि हो नि। मेरो लागि? तिम्रो लागि त अनि त्यत्रो छ त हुडी ज्याकेट। पोहोरको भयो भने पोहोर मम्मीले हो नि त। यो चाहिँ सेट हो घरमा बस्दा लगाउने। यो चाहिँ यस्तो सेट हो साथीहरू। यो चाहिँ
घरमा बस्दा लगाउने हो। यो पनि लिएर आएको मैले चाहिँ। मेरो जाडोको सपिङ चाहिँ यति नै हो साथीहरू। जाडोको सपिङ चाहिँ मेरो फाइनली सकियो। यो चाहिँ घरमा बस्दा लगाउने सेट हो। मैले चाहिँ यो कलरमा किनेको। अरू कलर पनि थियो, पिङ्कहरू पनि थियो, ग्रिनहरू पनि थियो, अरू पनि थियो। अनि दिदीले चाहिँ मलाई यो पनि राम्रो देखेको छ, यही तँलाई भन्नुभयो, त्यही भएर मैले यही लिएँ। कस्तो छ छोरो? राम्रै छ। राम्रो छ भनेको छ त। यति नै हो मेरो चाहिँ जाडोको सपिङ यसपालिको। यो घरमा लगाउने एक सेट भइहाल्यो। अनि यो अब यताउता हिँड्नु पऱ्यो भने ज्याकेट भइहाल्यो। घरमा बस्दा त यो भइहाल्छ, यताउता हिँड्नु पऱ्यो भने ज्याकेट भइहाल्छ। सो यति नै हो। अनि छोरोको लागि चाहिँ पोहोर नै उसको ड्याडीले बाबाले किनिदिएर जानुभएको छ नि त, त्यही भएर छोरोलाई नकिनिदिएको। उसको ज्याकेट पनि छ, हुडी पनि छ, सब छ। सो त्यही भएर मैले मात्रै किनेको। मोजा चाहिँ किनिदिनु पर्ने छ। मेरो मोजा हो यो चाहिँ। छोरोलाई चाहिँ मोजा किनिदिनु बाँकी छ त्यति। त्यसपछि हाम्रो जाडो सक्यो साथीहरू। अनि यति नै हो होइन। भिडियो चाहिँ दिदीहरू जानुभयो यस्तै। अब यति नै हो। अब नेक्स्ट भिडियोमा भेटौँला होइन। आजलाई चाहिँ यति नै। हजुरहरूसँग बिदा माग्न चाहन्छु। फुल भिडियोहरू दिनुभयो होला, त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै अहिले चाहिँ हजुरहरूसँग बिदा माग्न चाहन्छु। हस् त, बाई बाई साथीहरू।